हेलो गाइस, आज यो मेरो संडे स्पेशल ब्लग है। अनि म चाहिँ आँप खान आँटेको थिएँ। अनि अब चाहिँ म फ्रेन्च फ्राइजको रेसिपी देखाउँछु। आलु पछि तासे आलुलाई काट्छु है गाइस। अनि कर्नफ्लावर हालेँ। कर्नफ्लावरलाई मुछेपछि तेलमा तारिदिएँ। अनि लास्टमा यस्तो भएर आयो। अनि यसमा केचप हालेँ। अनि फ्रेन्च फ्राइजको मसला हालिरहेको थिएँ गाइस। अनि यो चाहिँ म न्युटेला बुट्न आँटेको। म चाहिँ यो घाउ पोलो अनि एलोभेरा लिन गइरहेको थिएँ। भरे त सबै न्युटेला डलेछ गाइस। अनि म चाहिँ करेन्ट खाँदै, मलाई चाहिँ सक्खर एकदमै मनपर्छ क्या गाइस। अनि म चाहिँ सक्खर खाएको खाइदिएँ। अनि अब चाहिँ हामी नाइट वकमा जाँदै। अब चाहिँ हामी हिँडेको गाइज। म गेटदेखि बाहिर निक्लिसकेँ गाइज। अब नो, if तपाईँहरूलाई केही आवाज सुनिँदैछ भने नि इग्नोर इट ल। ब्याकग्राउन्डमा मेरो मम्मी हो। अनि मेरो बाबा पछाडि हुनुहुन्छ होला हौ। आइगेस मैले देखाएको छैन, यो क्लिपमा छैन होला गाइस। अर्को क्लिपमा आइनुहोस् है मेरो बाबालाई। यो देखाएको रहेछ मैले मेरो बाबालाई। मेरो बाबा चाहिँ यहाँ हुनुहुन्छ, म अनि प्लिजमा मैले फेस देखाएको रहेन रहेछ। एकछिनमा देखाउँछ है गाइस। केही काहीँ नै थियो। अनि मम्मी चाहिँ के भन्नुभएको थियो, आई वाज लाफिङ क्या हजुर। त्यत्तिकै हिँडेको हिँडेको मैले के देखाएको पनि। हिँड्नु न, आवाज ब्याकग्राउन्ड त खतरा छ नि। फेरि खतरक 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 घोडा उडेर त हिँडेको हिँडे हिँडेको हिँडेको हिँडे हिँडेको हिँडे हामी हिँडेको हिँडेको हामी चाहिँ कोरियन चोकमा छौँ नि त। त्यस्तो निहालेन, अलिक पर हो। अनि वी विल गोइङ टु कोरियन चोक। अनि यो घर चाहिँ कस्तो राम्रो छ भन्दै हुन्थ्यो। अनि मैले चाहिँ सी इज माई मम्मी, दिस इज मी, वाज जस्ट वकिङ। अनि यो चाहिँ म हो फेरि। अनि म चाहिँ हिँडेको थिएँ, अलिक पछाडि थिएँ। अनि यहाँ चाहिँ म मेरो छाया देखाउँछु। दिस इज मी। हिँडेको हिँडे आइपुग। यो चाहिँ मेरो बाबा हो। यु आर जस्ट जोकिङ। We were walking together at this time. मम्मी बाबा अनि हामी चाहिँ घर फर्किँदै थियौँ गाइस। अनि बाबा चाहिँ यसरी कुद्न थाल्नुभयो। हेर्नु न गाइस, हेर्नु कस्तो आँप कति धेरै छन् टल्किरहेका छन् यी आँपहरू। मेरो चाहिँ हात दुखेर मरिसकिरहेको थियो गाइस बोक्दा फोन। तपाईँहरूको लागि ब्लग बनाउँछ भने तपाईँहरूले सब्सक्राइब पनि गर्नुहुन्न, हेर्न पनि हेर्नुहुन्न। I was so tired of carrying it up. अनि मैले चाहिँ मुनि बोकेका गाइस। I was just walking. अनि म घर पुगेर लास्टमा चाहिँ म मेरो बेबी किटन्सहरू देखाइदिन्छु ल गाइस तपाईँहरूलाई। I was so tired by carrying the phone. अनि हातै पोलिसकेको थियो, हातमा खोइ के बसो अनि कपाल जस्तो थियो। अनि अर्को हातमा पकडेको, अर्को हातले त झनै अप्ठ्यारो हुने क्या गाइस बोक्ने, एकदमै अप्ठ्यारो हुने बोक्ने। यो हातले अनकम्फर्टेबल हुने। अब चाहिँ हामी घर पुग्न आँटिरहेको थियौँ। धेरै पर छैनौँ अब हामी घरको। मैले चाहिँ फुल हिँडेको ब्लग देखाइनँ सुरुमा चाहिँ, तर हामी अलिक पर गइरहेको थियौँ। त्यो एकदमै तल आएर त क्या गाइस। मान्छेको पछाडि भयो नि छानासँग चाहिँ थिएँ है गाइस। I was just walking.
walking, 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 walking. हामी त कति पनि छेउमा छैनौँ, अब धेरै पर छैनौँ तर धेरै छेउमा पनि छैनौँ, अलिकति पर छौँ होइन। अनि पुगेपछि तपाईँहरूलाई भनिहाल्छ है गाइज, हिँडिराख्नु मसँग हात दुखेर मरिसकेँ क्या गाइज म। हात्ती जस्तै छु, हात्ती चाहिँ नि भएन र अर्को हातले बोक्नु खोजेको फेरि अनि के भन्नु र। यो उज्यालो पनि कति हो देखिँदैन पनि है, नदेखेर गाह्रो थियो गाइज। फेरि अर्को हात गर्दै थिएँ म। खुट्टा चाहिँ मैले कतिचोटि देखाइसकेँ, कतिचोटि खुट्टा देखायो कमेन्टमा भन्नु है गाइज। गाइज कति भन्यो अनि खुट्टा कतिचोटि देखायो भन्नु है मलाई। अनि अब चाहिँ हामी घर आइपुगिसक्यौँ। यो चाहिँ हाम्रो घर हो। मुडालेन अहिले बसिहाल्ने ल भन्दै थिएँ म चाहिँ। दुईटा मुढा बोकेर कसरी जानु फोन सँगसँगै होइन गाइज। अनि म त्यसरी बोकेँ, एउटा अम्लामा बोकेँ, एउटा त्यसरी चेपेँ। मम्मीले त लानुभयो, बाबालाई मैले दिइहालेँ। म बसेको गलियो क्या गाइज हिँड्दा। अनि यो चाहिँ हाम्रो छिमेकी कुकुर छ। दिस इज माई क्याट्स, दे आर माई लिटल क्याट्स, लिटल पेडी, दे आर माई पेडी क्याट्स। यिनीहरू चाहिँ मेरो न्यूबर्न baby cats son, and they are so cute. Look at the faces. Oh my, they are my cats, baby cats. And bye bye, like and subscribe.